Hello everyone, good morning and happy दसैँ सबैजनालाई। मैले ओछ्यानबाट भनेको छु ल। अब आज दिनभरिको ब्लग बनाउँछु म। ए ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ ए ईशा ह्यापी दसैँ भन न छिटो। ह्यापी दसैँ निन्दा लाग्दैछ। बेबी भन ह्यापी दसैँ भन न छिटो। ह्यापी दसैँ। अब चाहिँ उठेर घर लिप्नुपर्ने हुन्छ तर मेरो यहाँ यस्तै हुन्छ पिम्पलले। हामी उठ्दाखेरि मम्मीले यहाँ घर लिपिसक्नुभयो, उता भित्र पनि लिप्दै हुनुहुन्छ अहिले मम्मी। अनि तातो पनि खाँदैछु। अब हामी चाहिँ घाँस काट्न जानु आँटेको ईशा र म। अनि हाम्रो घरमा कुकुर यो कुकुरलाई कार्तिक लागेर अहिले चाहिँ कति धेरै ओखर यस्तो धेरै बनाएको छ। हात पहेँलो हुन्छ छिटो हँसे खोज न। यो फुल चाहिँ हाम्रो घरमा एकदमै ठुलो छ। यो फुलेर कति ताल उयो भइसक्यो। हाम्रो घरमा आउनुहुन्छ भने यो असिने जाने रोड यहाँ अनि यहाँदेखि यति गरेर यहीँनिर हाम्रो घर। यो दाउरा कटेर त्यहाँदेखि उता यो कुकुरलाई कार्तिक लागेको छ। यो पारीको असिने यता पारीतिरको पौठा अहिले चाहिँ हाम्रोमा छैन। घाम लागेकै यस्तो छ यस्तो छ। घाम लाग्दाखेरि चाहिँ एकदमै दामी मौसम हुन्छ यहाँ हाम्रो धारामा त 24 पानी सलललल बगेकै 24 घन्टा एकछिन पनि रोकिँदैन पानी। अनि हेर न घाम नलागेर होला कस्तो नराम्रो भिडियो देखियो। तर पनि केही छैन। अब हामी घाँस काट्न जान्छौँ। हाम्रो गाई र बाख्रालाई घाँस काट्नु पर्ने। बाख्रा दुईटा छ नि गाई दुईटा छ। है ओ म जत्रै मुसा छ अरे मेरो भाइलाई म जत्रै मुसा छ अरे। पत्तै नभन न। आउन ईशा जाउँ छिटो। ओइ हँसे लिएर आउन। यहाँ गइसक्नु भएको छ मेरो दिदी। यो चाहिँ घाँस काट्नु हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ काट्दै जाँदैछ। यस्तो छ अवस्था। मान्छेको अन्न हेरिदिनु होला। अनि यहाँ पनि मान्छेको अन्न फेरि यता गइसक्नु। कुसुमदी तपाईँको क्यामेराले कतिसम्म जुम हान्छ? म हेर्दौँ एकचोटि जुम हाने ल। अरे कति नजिक। हाम्रोतिर पानी पर्न थालिसक्यो। मेरो घर त्यही हो। अनि के हो भने हामीले यहाँ तल्लो घरमा सबै रेडी गरिसक्यौँ। अनि हामी लागेको फेरि माथिल्लो घरमा ठुलो घरमा के हुँदैछ भनेर हेर्न लगाएको। अनि हामी अहिले रेडी भएकै छैनौँ। एकदमै जाडो छ हो हाम्रो गाउँतिर त। म त लेकतिर पो छु हौ भन्नेवाला जस्तै भइरहेछ। पारी कस्तो राम्रो देखिरहेछ होइन। ओहो मेरो टाउकोले पुरै पहाडै नागिसक्यो। अनि यहाँ हिँड्दैछ मेरो यो आज 2-3 तल भइसक्यो यो बाटो तल र माथि गरेको। हिँड्छे लखर कति ताल लडिसक्यो पनि होला। अनि हाम्रो बाटो त यस्तै छ। के टिपेको नटिप न। पहिला चाहिँ हाम्रो सधैँ पिङ लगाइदिनुहुन्थ्यो। यसपालि चाहिँ यो मक्केको छ अरे क्या यो 1300 वाला के भन्छ यसलाई। यसको हाँगा भात मक्क्यो अरे अनि त्यही भएर यहाँ लगाइदिनु भएन पिङ यसलाई। नत्र त ठुलो मम्मीले लगाइदिनुहुन्थ्यो हामीलाई जहिले पिङ। मसिनो केटाकेटीलाई लगाइदिनुहुन्थ्यो। अनि खेल्नमा चाहिँ म पर्थेँ। अनि यस्तै हो के चाडपर्व आउनुपर्छ अनि कहीँ जानुपर्छ। अनि मेरो अनुहारमा पिम्पल नआए हुँदैन होइन।
के भन्नु र तपाईहरुले टिका लगाइसक्नु भएको कि छैन हो? कति बज्यो? 9:34 भयो। 10 साढे कि 11 कतिको साइज छ भन्दै हुन्थ्यो नि त हैन? अनि सबैजनाको त्यही होला हुन चाहिँ ठुलो घरमा सबैजनाले माम खाने हुन्छ नि त टिकाको दिन। अनि हाम्रो पनि ठुलो घरमै माम खाने हो। बाटोमै खायो बिस्कुट? ए अनि हाम्रो ठुलो घरमै माम खाने दिन हुन्छ जहिले टिकाको दिन चाहिँ ठुलो घरमै माम खाने हो हामीले। अनि अहिले चाहिँ खानाहरू बनाउँदै हुन्छ भाउजूहरूले। हाम्रो एकदमै प्यारी प्यारी भाउजू हुनुहुन्छ। हामी केही काम गर्न सकाउँदैनौँ, भाउजू गर्नुहुन्छ, हामी गफ हान्नु मात्रै सघाउँछौँ। हेर्नु आहा यस्तो राम्रो राम्रो हाम्रो अलिक गहिरोमा छ नि त घर, र पनि यति राम्रो देखिन्छ होइन? अनि झन् डाँडामा हुनुपर्छ एकदमै। स्वर्गभन्दा प्यारो छ हाम्रो माइती घर भने जस्तै हो हाम्रो यहाँ। यी कुखुरा ठुलो मम्मी अघि नुहाइसक्नु भइसकेको छ। पानी पर्यो त हो टिकाको दिन त फेरि। ठुलो मम्मी यहाँ हुनुहुन्छ हाम्रै। यहाँ हाम्रो ठुलो घर यतापट्टि, अनि यतापट्टि पाली घर। यहाँनिर भित्र गर्दैछ नि यिनीहरूले के पकाए। हिँड जिम बेबी। छ्या यो त कस्तो कराकी हौ। हाम्रो एकदमै त्यो बेबी छिन् तर मलाई चिनेकी छैनन्। इ मेरो प्यारी भाउजू उहाँ हुनुहुन्छ। हामी गफ हाने हजुर हाल्यो हाल्यो। ए इसालाई मात्रै लाना मात्रै नखरा न। ए तास खेल्दै हुनुहुँदो रहेछ तास। आम्मा के पाको? सबै पाकिसक्यो? हाल्यो 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 भनेछ खोइ हाल्यो भने सबैजनाले हेलो भन्नु न मेरो भ्लगमा। भ्लगमा सब्स्क्राइब गर्नु, सब्स्क्राइब गर्दिनु होला, लाइक कपिली सबै गर्दिनु होला। भन्ने जान्दैन तर पनि भन्दैछन्। ठिक छ। यहाँ के पाक्दैछ? यहाँ अघि चिया पकाएर खानुभएछ। माम तरकारी सबै पाकिसक्यो अरे। अब एक थोक मात्रै पकाउनु बाँकी छ अरे। प्राउन चिप्स बाँकी, अरू सब पाएको। मैले पनि माया गर्नुहोस् न। माया गर्नु त। मेरो भदैनी 1 वर्षको भएको। 1 वर्षको माया गरेको किन? यति गर्नुहोस् त हजुर पनि मलाई। सुँगुर जस्तै? के सुँगुर जस्तो चाहिँ? राम्री नै छौ त। कसले भन्यो सुँगुर जस्तै छौ भनेर? ए आँखामा राम्री छौ हेर त यता। ओह मेकअप गरेर कति राम्रो भइरहेछ। हाम्रो रेडी भइसक्यो टिका लाउनलाई। म रेडी भइसकेँ। निलम पनि बेबी पनि। अनि यता भित्र भन्नुहुन्छ भने यिनीहरू तिनटै रेडी भइसक्यो। भिडियो बनाउनै जान्दिनँ जस्तो छु म। अनि हाम्रो टिका लगाउने ठाउँ भनेको मेरो अनुहारमा पिम्पल देखेर नतर्सिनु होला। मेरो जहिले यस्तै हो। जहिले यस्तै चाहिँ होइन, अलिक टाढो हिँड्नुपर्छ अनि अलिक केही हुनुपर्छ, यस्तै हो। अनि हाम्रो मम्मीले टिका लगाइदिनु भन्नुहुन्छ। मम्मी जाँड छान्दैन। आहा कति राम्रो देखियो नानीलाई। ल आऊ ओ छिटो आऊ न। ल बसौँ। हजुर 11:30 कि कति भन्दै थियो। ए यहाँ क्यामेरा पकड न मेरो। यहाँ थोरै कपाल यस्तो गरौँ। ए अनि यो चाहिँ किन यस्तो गरेको भन्नुहुन्छ भने टिका लाउँदाखेरि यस्तरी शिर ढाक्नुपर्छ अरे त्यही भएर। ओइ बस न छिटो सबैजना आऊ। बाँदर चाहिँ करारै सको। त्यहाँ पर मासु देख्छ मासु। निलम आऊ छिटो। इसा भाइ खोइ बसेको तिमीहरू? मेरो चप्पल छैन। अनि चप्पल लाएर बस्ने हो? मम्मीले
नि लानु पनि उता हो निलामको पछि हो लानु त माथि नै उ बच्चा हुनु पनि नेरो भन्दाखेरि अरु सबै लाइनमा हुनु पनि निलाम जानु उता निलाम यहाँ आधा भिडियो बना माथैबाट लानु छिटो माथैबाट यता मलाई देखान भनेको मलाई थिच नथिदेखि त्यस्तो लाइनै बस्छ भनेको कता ठुलो कता माथि कता तल तँ चाहिँ यहाँ फर्स्टमा हो म यहाँ सेकेन्डमा हो अन्त त सबभन्दा कान्छो छोरा उता नि त्यो जुत्ता फुल त जेठो छोरा यहाँ देख्नु भयो एकछिनमा आएर त भिडियो नानीलाई पनि यस्तो लाग्नुहुन्छ टिका होइन लगेर एकछिन धेरै आशीर्वाद दिनु है फेरि मनमा नै दिनुहुन्छ आशीर्वाद छिटो पहिला नजा भन्नु छिटो बेच गर भन्नु मक्सी लागिसक्यो म चाहिँ निधार भोट लगाइदिनु मम्मी मेरो नि लगाइदिनु नि निधार फेरि मासतिर अन्त धुपी त सबै हाले कि मैले कसले हाल्यो अब निलमको पाली मम्मीलाई चाहिँ देखिँदैन त्यहाँ पर चाहिँ मासी मासु दसैँमा यस्तै हो मासी मासु निधार भोट लगाइदिनु मम्मा टिका पनि घुमाएन निधार सबै छोपिसकेको छ के गर्नु अब नक्कली न नक्कलीहरू भएपछि त्यस्तै हो नि आँखाले देख्नु माम बुढो भयो नि अब खोक्पा अब निगाली तिम्रो त लामो अब ईसाको पाली अब नानीको पाली 2 हात थाहा पाए आमै 20 वर्षमा ज्वाइँ ल्याउनु सबैजनाले टिका लगाइदेऊ बेबीलाई म लगाइदिन्छु ल म पनि लगाइदिन्छु अनि 5 रुपैयाँ दिन्छु पैसा टिका लगाएपछि पैसा दिनुपर्छ भान्जीले दिएर आउँछ क्या छैन ल कान्छीलाई चाहिँ थुप्रै कि थोरै धेरै हो हुन्छ कति लगाइदिनु थुप्रै बनाइदिनु लानम एक हिसाब हिसाब जस्तो एन्जम जस्तै लु यहाँ खडे भयो आज पैसा नदिनु भनेको म चाहिँ अलिक निहुरेर लगाइदिनु है मम्मी देखेनौ ल अलिक धेरै लगाइदिनु ढाकाटोपी खोजी ल्याइदिनु नि नम्बर छ सिउरेको कति राम्रो आउँछ ल्याइदिन कहाँ छ खाली टाउको पर उयो दौरो मैले अस्ति पे गर्दाखेरि लगाउँछ के भन्ने हो अरे बेको बेलामा भाइ फेटा भन्ने हो ढाकाटोपी लाउने होइन अब कान्छोको पालो पहिले खान्थ्यौँ चिनी धेरै हुन्छ पहिले त यहाँ नाकमा भएको पनि एकछिन नटक क्या न त्यहाँ भाइको टिका लगाउँदैछ कहाँ उभिएको त ढोकेपछि पैसा दिनुपर्छ हो त पर्दैन पैसा त आमाले दिनुहुन्छ पैसा दिएको होइन ल यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ दिदीले पैसा दिँदै हुनुहुन्छ बहिनीले त यहाँ अब सबैले ढोक्नुपर्छ ठुलो मान्छे यहाँ मम्मीलाई हेर्नु मसलाई म आज दामी देखिरहेको छु गाई छ
यहाँ मेरो काइल दिदी एकदम कालो तपाईँ ढोक्न मलाई चाहिँ अलिक धेरै नै 50 रुपियाँ जति मलाई दिन 100 रुपियाँ होइन 100 रुपियाँ जति मेरो दिदी 50 रुपियाँ चप्पल छ ल धन्यवाद 20 रुपियाँ मम्मी अझै ढोक थप 40 रुपियाँ थप्ने छ मम्मी छिटो न होइन नि सबैलाई एउटा एउटा दिएको नाना दुईवटा दिएको छ झन् धन्यवाद धन्यवाद भयो 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 मम्मीलाई ढोकेको भिडियो ए तपाईले ढोके त बनाएन मलाई ढोक न भाइ मलाई ढोक मेरो खुट्टामा ढोक मलाई खुट्टामा ढोक्छ राजुलाई सबैको जान्छ नाना पनि खुट्टामा ढोक के अरे भान्जीको त हातमा यो सानी मलाई खुट्टामा ढोक रहिनु नि ढोका नमस्ते चाहिँ गर्ने बेसी दर्स लानु नि अब ढोक्छु नि फेरि यहाँनिर टिका लाने बेला आमाम यता केटाकेटी बसे बुझ्ने अब यहाँ हामी अघि भाउजूहरूले लगाइसक्नु भएछ अनि हाम्रो पालो अब यहाँ बस है गुड भएर बस है ओइ इसारा पविन निला पनि यहाँ बस अलिअलि दही लाएको हुन्थ्यो होला त ल्याएन टीका लाउँदा पनि हात गल्यो मलाई अहिले खै के भयो पनि त्यसरी नबोल्न कस्तो बोल्दैछ के भनेको ह त्यस्तो भन्ने हो फोटो खिच्नै फर्के यसमा धेरै भइसकेको छ भ्याउनै भन्छ ओके अरे अलिक अब बहिनीलाई नि लाग्यो हात थापा दुईटा अनि नानीले हेर्यो नि त अनि बिचरा ऊको देउताको भगवान् अनि यता
अघि हाम्रो हिसाबले चाहिँ भन्दा हाम्रो आमा त धुपौरो नि घुमाउँदैन थियो उ त्यो के जातिर कलशको पानी नि त छर्दैन थियो भन्दै थियो त्यसो भन्छ कि हिसाबो जान्दो रहेछ म त थाहै छैन टिका त ठिका पारे नि लगाइदियो भन्छ कराइ बस्छ अनि लु त अनि हिसाब चाहिँ सक्दा बनाउँदै थियो अब सक्यो टिका त लगाइसकेपछि पानी टिका र लगाइसकेपछि कसले अनि पानी पर्सिन्छ अघि चाहिँ भन्दैन भने नि टिका लाउँदै गर्दै भन्दै हेर जहिले लाउँदा नि बिर्सिँदो रहेछ म त झन् दही पनि खोजिनँ थियो त अन्त ल्याएको बाटोबाट निलमले अलिकति पठाए त भने निलमले बिर्सिहालेछ ए दही पनि भने म त गोबर मात्रै भनेको सुने थियो है ल्याएको बाटोबाट यहाँ अब काम चल्यो यहाँ टिका लाउन आउने कोही त होइन मालदाईको भन्दै थियो अलिकति चिनी चाहिँ चाहिन्छ भन्थ्यो अचेतै नअडेर सरसर पानी तर्नेर भित्रको के बनाइदिइहाल्छु नि अब कहीँ गएनौँ अनि अब एकैछिनको लागि चोक गएको दिपेश अनि ऊ भाइ यता भाइ अनि नानी अनि माइजूहरू चाहिँ आउँदै हुनुहुन्छ पछाडि भाउजू माइजू निलम सबैजना जाँदैछौँ हामी अब चाहिँ रात पर्यो अब चाहिँ सक्यो बाई बाई आजको लागि दसैँ सक्यो टिका सक्यो आज हाम्रो